मर्निङ गाइस, अहिले चाहिँ बिहानको 9 बजिरहेको छ अनि आज चाहिँ मेरो एक्जाम छ अनि मैले हिजो चाहिँ फ्यामिली ब्लग अपलोड गर्छ भनेर सोचेको थिएँ, तर पानी परेको कारणले गर्दाखेरि हामी कहीँ पनि जान पाएनौँ। त्यसको कारणले गर्दाखेरि चाहिँ भिडियो पनि हाल्न पाएन। अनि सो आज चाहिँ मेरो एक्जाम छ, आज चाहिँ मेरो थ्योरीको लास्ट एक्जाम छ अनि 4 दिन जति प्र्याक्टिकल हुन्छ भने त्यो चाहिँ कहिले हुन्छ ठेगान छैन। अनि आज एक्जाम सकेपछि चिगल हुनेवाला छ, प्र्याक्टिकल एक्जाम पनि सकिन्छ होइन। 4 दिनमा अब कलेज जानुपर्छ सायद, समथिङ त्यस्तै के हो होइन। अनि म चाहिँ रेडी भइसकेँ अहिले। एन्ड एज यु गाइज क्यान सी मेरो ब्याकग्राउन्डमा मैले भर्खर लुगा चेन्ज गरेर बसेको। अनि यो यहाँ कपडा चाहिँ मैले धोको भएर वासिङ मेसिनबाट झिकेर सुकाएर लिएर आएको होइन। अब त्यो चाहिँ बेलुका आएर मिलाएर राख्नुपर्छ अनि त्यही नै हो। अब भर्खर खानासाना खाएर बसेको, अब साथी नि कतिखेर आउँछ होइन। अनि भिडियो बनाउँदिनँ भनेर सोचेको थिएँ, तर मैले एउटा ठ्याक्क क्या कोट के भन्छ यार त्यही होइन देखेँ क्या। के भनेको थियो भने त्यसमा चाहिँ नेभर मिस अ 2 days इन अ रो होइन। एक दिन मिस गऱ्यो भने चाहिँ एरर हो अरे होइन। 2 दिन मिस गऱ्यो भने चाहिँ स्टार्टिङ अफ बिल्डिङ अ ब्याड हेबिट हो अरे क्या। त्यही भएर मैले फेरि क्यामेरा समातेर ल भिडियो बनाइहाल्छु भनेर भिडियो बनाउँदैछु। अनि आज चाहिँ नो सेफ नो नथिङ केही पनि छैन होइन। अनि भर्खर खाना खाएर बसेको अनि रेडी पनि भइसक्यो। अब साथी आउँछ अनि निस्किन्छु सायद। आज चाहिँ म स्कुटर चलाउँछु होला अनि बाहिरको भ्यू देखाउँछ म कस्तो छ। मेरो घरबाट बाहिर चाहिँ यस्तो चाहिँ पानी परेर, यो चाहिँ मेरो रुमबाट ठ्याक्क बाहिर हो है। यस्तो पानी परिरहेछ, बिहानदेखि रातिदेखि पानी परिरहेको थियो। अनि अब रेनकोट सेनकोट लाएर टक्क म चाहिँ सिङ्गलवाला त्यो पनि लाएर जान्छु, किनभने मलाई भिज्नु छैन एक्जामहरूमा। आज जाडो गर्दै लेख्न पनि मन छैन होइन। अब आज त लेख्छु कि लेख्दिनँ पनि थाहा छैन। आज त लास्ट गाह्रो सब्जेक्ट छ, रिसर्च मेथोडोलोजी, त्यही नै हो। अब एक्जाम कस्तो हुन्छ हेरौँ। आफूलाई त केही आउँदैन, सार्न पायो भने मात्र हो आजको एक्जाम त होइन। सार्न त अस्तिदेखि नै सारेर आएको हो, त्यही पनि लेट्स सी आज कस्तो हुन्छ। अनि त्यही बेला म साथी कुरिरहेको छु अनि साथी आएपछि म ठ्याक्क गोप्रो फिट गरेर अनि निस्किन्छु। अनि त्यसपछि स्कुटरमा भेट्छु। बाई बाई। ल केटा हो केटी हो स्कुटरमा बसिसक्यो, यहाँ पानी परेर भिजोकै होला जस्तो आज चाहिँ। साथी टक्क आइसक्यो पछाडि बसेर। अब जाँदै हो कलेजमा। हो अहिले टाढा हो कलेज पनि है, बिस्तारै चलाउनु पर्छ यार। स्कुटरमा बानी अलि छैन नि त उसको स्कुटर चलाउने, त्यही भएर कस्तो आइरहेछ साउन्ड। लेट्स गो। पेट्रोल छ नि, पेट्रोलको भाउ नि बढेछ यार फेरि है। 200 रुपियाँ लिटर अरे हो पेट्रोलको भाउ। आम्मामा त्यसो भए 200 भन्दा माथि होला त्यसो भए। ल जाँदैछु। अब आज सोमबार होइन। ल हामी चाहिँ यहाँ भर्खरै गुरुधारा आइपुग्यो होइन। पानी चाहिँ नपरे हुने हो, पानी पऱ्यो नि खासै भिज्न चाहिँ नभिजोस् यार। भिज्यो भने त एक्जाममा लेख्नै सक्दैन। ल के हो गाडी, यो गाडीमा बर हेभी छ त हेर न, गाडी नै कोल्टिरह है। जेसुकै होस् ब्रेक चाहिँ लाग्नु पऱ्यो क्या। ल है ओभरटेक गरेर निस्क्यो हामी चाहिँ। ल सन्तोषी माता आइपुग्यो कलङ्गी होइन। भगवान्ले आज रक्षा गर्नुपर्छ एक्जाम राम्रो होस् भनेर। जाममा पर्दा यार कुदाइदिउँ न हल्का। उतातिर झन् धेरै पानी परेर जस्तो छ। ल एक्जाम सेन्टर चाहिँ हो यस्तो छ है मान्छे। ल आमापाखाहरू खुसी बन है, सबैजना खुसी बन। ल एक्जाम सकेर दाइकोमा खाजा खाना आएको। वाइल थकै लाग्यो आज जान्न है। कुरो चलाएर होला ढाड साट दुखेर यहाँ थचक्क बस्ने ठाउँमा आएर बसिरहेको छु। दाइको क्याफे यहाँ चाहिँ
टक्क ल्यापटप चलाएर पैसा कमाउन सकिन्छ खाइदिनु न त पानी माछा आएर है केटा अब फेरि पक्काएर खाने सोच लाउ तिमीहरूले चाहिँ है पाल्ने माछा हो यो फेरि माथि सिसा रहेछ यार मेरो घर नि यस्तै राख्नु छ क्या ठ्याक्क 4-5 फिटको होइन दाइ कुन माछा हो यो तिमीलाई सब थाहा छ ल खाजा खाएर पनि निस्कियो आज त लौडै लागेको रहेछ यी हेलमेटबाट चस्मै छुट्यो बिहान पानी पर्यो भएर यस्तो निकालिदिन खोजेको त निस्किहाल्यो नि अहिले घरमा देखाउँछु ल भान्जा र म चाहिँ यहाँ टक्क के हो यो के हो यो सोटी कसले गरेर ल्यायो अरे मम्मी र तिमी भएर गरेर ल्यायो मलाई खै त अनि तिमीलाई खोल्न सक्छौ खोल्न सकेनौ त्यो मैले खोलिदिएको छु त्यो हालेर हो म खोलिदिन्छु ल ल के हो ट्याग हेर्दै खाने हो त्यो यता हेर न यता हेर न एकछिन तिमीलाई मामाको रुममा आउन किन मन लाग्छ भन त यता हेरेर भन जाडो लागेर जाडो लागेर मामाको रुम तातो छ हो हो एकछिन पख न बोल हाई भन हाउ आर यु भन तिम्रो नाम के हो भनिदेऊ त रणदीप जनवरी मामाको नाम के हो रुपेश मामा म जेठो मामा कहाँ छ मामा म जेठो मामा है कहाँ छ कान्छ तिमीलाई मामाको माया लाग्छ कहाँ लाग्छ माया मुटुमा कहाँ छ मुटु कहाँ छ देखाइदेऊ त तिम्रोमा देखाउ न तिम्रोमा कहाँ मलाई बाई गरिदेऊ सक्यो सक्यो कि सकेन थोरै छ बजाउ त अब के खाने भन न अब के खाने अब के खाने खै बोलेको खै अब के खाने अब त्यो कहाँ हाल्ने हो त्यो कहाँ फाल्ने हो त्यो थाहा छैन डस्टबिनमा फाल्ने होइन त ल के चाहिन्छ किन पानी खानलाई म नुनु गर्छु अब तिमी तल जाऊ राख्नु ल म नुनु गर्छु अब हस् बाई ल जाऊ बाई गुड नाइट ल जाऊ न त अब तल राति जिस्काइदिएको तिमीलाई यत्तिकै बिर्सिन्छु सबै चिन्छु ल बस्छ यहीँ बस्छ है सो आई एम ब्याक होम गाइज अहिले चाहिँ बेलुकाको 7:30-8 बज्न लागिसक्यो अनि अहिले चाहिँ अब भिडियो इन गरिदिन्छु भनेर सोचिरहेको थिएँ त्यो अघि मैले भनेको थिएँ नि मेरो हेलमेट देखाउँछ नि गरेर ल यस्तो भयो क्या आज खै यार मैले अड्काइदिएको थिएँ अघि अड्काउनु त होइन यस्तो भयो क्या त्यहाँ पानी परेर यो मेरो यो भाइजर पुरै बाफिरहेको थियो होइन त्यो बालकला मास्क लाएर अनि त्यसपछि मैले निकालिदिन्छ नि यस्तो झ्वाट्ट तानेको त यो चुट्यो क्या यस्तरी अनि अब जोड्न नि मिल्दैन अब किन्नै पर्ने पनि भएको थियो किनभने मेरो बिचबाट फुटेर यो यसरी निस्किन्थ्यो क्या यसरी निस्किरहेको थियो क्या यो बिचबाट भाँचेर अनि 1.5 वर्ष जति भइसकेको थियो यही युज गरेको अब यो किन्नु परिहाल्यो अब अनि त्यही नै हो अब फेरि चुनाव आइसक्यो अब यो कति पर्छ यार 2025 त पर्छ किनभने यो राति पनि देखिन्थ्यो क्या यसले अनि अहिले यस्तो छ हेलमेट त्यही नै हो अब भोलितिर गएर किन्छु यो भन्यो भने त मैले गोप्रो पनि राख्नै मिल्दैन राख्नु त मिल्छ होइन तर धुलोहरू सबै पस्छ नि त हाम्रो अब यो त खाली भएपछि अब मैले मास्क लगाए पनि होइन धुलो छिर्छ
त्यही भएर अब भोलि नै किनिहाल्नुपर्छ। अनि आजदेखि चाहिँ एक्जाम पनि सक्यो, एक्जाम पनि राम्रो भयो। किनभने म चाहिँ मेरै कलेजकै दाइसँग पढेको थिएँ क्या। अब मास्टर पढ्ने त कति ठुल्ठुलो हुन्छ, अनि हामी त सानो हो होइन, कति ठुल्ठुलो हुन्छ क्या एजमा पनि। अनि धेरै हामी नै हो है सबभन्दा सानो त्यहाँ मास्टर पढ्ने भने होइन। अनि ठ्याक्क म चाहिँ लास्ट बेन्चमा गएर बसिरहेको थिएँ। सिट प्लान चाहिँ हुँदैन, क्लास प्लान चाहिँ हुन्छ। अनि त्यहाँ लास्ट बेन्चमा गएर बसिरहेको थिएँ। अनि त्यो दाइ चाहिँ लास्टमा आउनुभयो क्या। म चाहिँ 1 घन्टा अगाडि नै गएर बसिसकेको थिएँ क्या त्यहाँनिर होइन, अब को पर्छ भनेर। अनि जसरी पनि पास गर्नु थियो मलाई त्यो एक्जाम। म लास्ट बेन्चमा गएर बसेको थिएँ। अनि ठ्याक्क त्यो दाइ नै आउनुभयो। अनि दाइ भने यस्तो हातले चाल्यो। अनि दाइले आई विल कम ब्रो भन्नुभयो होइन। अनि त्यसरी आएर बस्नुभयो, हात मिलाउनु भयो। अनि त्यसरी ल ढुक्क भयो, पास हुन्छु भनेर होइन। अब सँगै परिस्थिति जसरी पास गरिहालिन्छ। अनि त्यो दाइले चाहिँ अब पास भइहाल्छ भनेर भन्नुभयो क्या। अनि मैले चाहिँ त्यो बेला के फिल गरेँ भने होइन, हामीलाई लाइफमा लिभ गर्ने मान्छे पनि चाहिने रहेछ क्या। अब म आज होइन कोही नपढाएँ म फिक्सै फेल हुन्थेँ आज। त्यस्तो गाह्रो सब्जेक्ट हो क्या रिसर्च मेथोडोलोजी, मेरो लागि चाहिँ है, अरूको लागि चाहिँ कस्तो थाहा छैन। अनि त्यही नै हो, कोही हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अब कसैले तैँले यो गर्न सक्दैनस्, त्यो गर्न सक्दैनस् भन्दा पनि तैँले गर्न सक्छस् है, ल गर भनेर भन्ने मान्छे पनि चाहिन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि त्यही नै हो गाइज, नो सेन्टी कुरा। अनि त्यसपछि आजको भ्लग यति नै, नथिङ मोर। अनि अब कस्तो, अब चाहिँ एक्जाम सक्यो, अब प्र्याक्टिकल मात्रै बाँकी छैन। अब चाहिँ कस्तो भ्लग हेर्ने भनेर भन्नु होइन, म त्यस्तै नै भ्लग हेरेर छु क्या अब चाहिँ। किनभने म फ्री पनि भइसकेँ होइन। अब बिदा पनि हुन्छ कहिलेदेखि, 1 हप्ता जति बिदा होला सायद कलेज होइन। अनि त्यो बेलामा बिदा भएको बेलामा म घुम्नु जाने प्लान पनि गरिरहेको छु साथी र म। अनि गयो भने अब त्यही नै हो, कस्तो भिडियो हेर्ने भनौँ। अनि त्यस्तै भिडियो सकेसम्म त्यस्तै भिडियो ल्याउने कोसिस गर्छु। अनि फ्यामिली भ्लग भनेको थिएँ होइन, मैले हालेको थिएँ अस्ति पोल। अनि फ्यामिली भ्लग अब पानी परेर काहीँ पनि जाँदै गएन। अनि अब चाहिँ फ्यामिली भ्लग आउँछ होला सायद। अब बिदा हुनु पऱ्यो नि त सबैको, शनिबारतिर बिदा हुन्छ बाबुहरूको पनि। अनि बाबुहरूलाई पनि लानु पऱ्यो नि त, एउटा बाबु त छ मतलब स्कुल पढ्ने होइन। अनि त्यही नै हो, बाबुलाई पनि लगेर फ्यामिली भ्लग पनि लिएर आउँछु। अनि सी यू गाइज, अब चाहिँ नेक्स्ट भिडियोमा, बाई बाई।